ल आयो है कस्तो गाडी आयो भने सङ्ग्रिला एसी सोफा स्लिपर आयो होइन जुन चाहिँ काठमाडौँदेखि मलङमा जान्छ आउनुहोस् म हजुरलाई गाडीको भित्रको दर्शन गराउँछु कस्तो लग्जरियस गाडी छ भनेर जस्तै गाडीमा चढेपछि होइन टक्कसँग गाडी हुनसँग सफा चिटिक्क गाडी छ भनेपछि अब यो गाडीको फिचर्सहरूकै कुरा गर्नु पर्दाखेरि जस्तै सिटमा चक्कसँग मजाले बस्नु होइन बसिसकेपछि तपाईँले इन्क्लाइन गर्नको लागि यसरी मजाले भनौँ न पुरै सुतेरै जान सक्नुहुन्छ है अब सिट चाहिँ इन्क्लाइन भइहाल्छ सुते जस्तो भनेपछि त्यसपछि तपाईँले एसीको एसेस चाहिँ हरेक सिटमा पाउनुहुन्छ होइन सँगसँगै तपाईँले फ्यानको पनि बन्दोबस्त छ अब एसी सँगै हिटर पनि छ होइन अब यसमा म्युजिक सिस्टमकै कुरा गर्नु पर्दाखेरि एकदमै टक्कसँग म्युजिक सिस्टम नै टन्न लगाएको छ भनेपछि अब यसको स्लिपर पनि एकदमै बब्बाल छ होइन प्राइभेट स्लिपर पनि छ होइन तपाईँले मैले देखाउँछु कस्तो स्लिपर छ भनेर आउनुहोस् तपाईँले म देखाउँछु है जस्तै अब स्लिपरमा तपाईँले सुत्नुहुन्छ भनेपछि टक्कसँग तपाईँले प्राइभेट तपाईँले फ्यानको बन्दोबस्त गरेछ भनेपछि त्यहाँले चार्जिङ पोर्ट पनि बन्दोबस्त छ चार्जिङ पोर्टमा पनि तपाईँले युएसबी टाइप पाउन सक्नुहुन्छ भनेपछि तपाईँले युएसबी टाइप सी पनि पाउन सक्नुहुन्छ है अब यो स्लिपर भनेको तपाईँले दुईजना गरेर होइन या त तपाईँले कपाल हुनुहुन्छ या फ्यामिली हुनुहुन्छ जो हुनुहुन्छ होइन तपाईँले टक्कसँग बसेर यात्रा गर्न सक्नुहुन्छ भनेपछि यो स्लिपर तपाईँले जम्मा दुईजना गरेर तपाईँले चाहिँ 4वटा सिट चाहिँ पाउन सक्नुहुन्छ जसको कारणले गर्दाखेरि 8जनासम्म बस्न मिल्छ है अब तलको स्लिपर पनि त्यही अनुसारले बब्बाल छ होइन सफा छ Okay, let's go.